सो वेलकम छ सबैजनालाई मेरो सानो मिनी ब्लगमा। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु, आरामै छु। आज चाहिँ हामी बुढाबुढी मिलेर चाहिँ खेततिर गएर चाहिँ आलु सुकाउन आँटेको, किनभने चाहिँ आज शीतल नै थियो, हावा पनि चलि नै रहेको थियो, आज घाम त्यति चर्को थिएन। अनि आलु सुकाउनुभन्दा अगाडि चाहिँ बाख्रालाई पानी दिइहालेको, फेरि म्या म्या गर्छ, त्यही भएर। अनि त्यसपछि चाहिँ अनि हेर्न सक्नुहुन्छ मेरो बुढाले चाहिँ आलु सुकाइराख्नु भएको छ, अनि म पनि यतातिर आएर आलु सुकालेँ। अनि साथीहरू के गर्ने, आलस चाहिँ उखाल्नै पर्छ, कसैले आएर उखालिदिँदैन, आफ्नो घरको काम कसैले आएर गरिदिँदैन, त्यही भएर चाहिँ गर्नै पर्छ। अनि म चाहिँ एउटै बुहारी हो घरको, त्यही भएर चाहिँ मैले चाहिँ अलिक धेरै नै काम गर्नुपर्छ घरमा, किनभने छोरी हुँदाखेरि चाहिँ मेरो बाउआमाले चाहिँ कहिले पनि मलाई यसरी काम गराउनु भएको थिएन। कामै नगरिकन हामी दुईवटा दिदीबहिनी हुर्क्यौँ, तर यहाँनिर ससुरालीमा आएर चाहिँ यति धेरै काम गर्नु पर्यो मलाई। तर केही छैन साथीहरू, सिक्न पनि पाइयो, कति कुराहरू नसिकेको नजानेको चाहिँ ससुरालीमा आएर सिक्न पाइयो। र मेरो बुढा चाहिँ मतलब एकदमै राम्रो हुनुहुन्छ मेरो लागि चाहिँ, किनभने चाहिँ मलाई एक्लै काम चाहिँ कुनै भारी काम, कुनै एकदम धेरै काम चाहिँ एक्लै गर्न दिनुहुन्न, मलाई पनि सहयोग गरिदिनुहुन्छ मेरो बुढाले। अनि बिचरा के गर्नु, नसुती मेरो बुढाले चाहिँ मलाई सहयोग गरिदिँदै हुन्छ। अनि मैले चाहिँ भने आज यति नै उखालौँ, तपाईँ सुत्नु, अनि अरू बाँकी चाहिँ भोलि